हेलो नमस्ते कोनिचिवा म आशिष लामा आजको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर बनेपाबाट आज मैले तपाईहरुको सामु एउटा यस्तो व्यक्तित्व लिएर आएको छु जसले एसएसडब्ल्यू भिजामा जानको लागि धेरै मेहनत गर्नुभएको छ। उहाँको सङ्घर्षको कुराहरू सुन्ने हो भने हामी सबैजनालाई प्रेरणा पुग्ने खालको चाहिँ उहाँको यो मेहनतको क्रम छ। यो हामी सबैजना एसएसडब्ल्यू भिजामा जापान जानको लागि तयारी गरिराख्नुभएका साथीहरूलाई एउटा प्रेरणादायी स्पिच हुनेछ भन्ने उद्देश्यले चाहिँ यहाँहरूको सामु यो एउटा सानो पोडकास्ट भिडियो हामीले प्रस्तुत गर्ने कोसिस गरेका छौँ। हाम्रो साथी हुनुहुन्छ रोशन काफ्ले, आजको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टरको विद्यार्थी। उहाँको पहिला हामी सुरुवातमा परिचयको क्रममा जान्छौँ। नमस्ते रोशनजी। नमस्ते। जस्तै कोनिचिवा। तपाईँको चाहिँ छोटकरीमा हाम्रो साथीहरूलाई परिचय दिनुहोस् न। कोनिचिवा, म रोशन काफ्ले, मेरो घर चाहिँ काभ्रेपलाञ्चोक जिल्लाको रोसी गाउँपालिका वडा नम्बर 10 पल्टिङ हो। अहिले चाहिँ म यस बनेपामा बस्दै हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टरमा जापानिज भाषा अध्ययन गरिरहेको छु। ओके, थ्याङ्क यू सो मच। रोशनजी अहिले जापानिज भाषा हाचीकोमा स्टिल पढिराख्नु भएको छ? हजुर, अहिले पढिराखेको थिएँ र अहिले चाहिँ हजुर अब बिस्तारै जापान जाने तयारी भए पश्चात अहिले क्लास चाहिँ आइरहन भ्याइरहेको छैन। ओके, भन्दाखेरि तपाईँको फ्लाइट कहिले हो अरे? हजुर, मेरो चाहिँ डिसेम्बर 2 पर्सि आइसकेछ। हजुर सन्जय, धेरै बिजी हुनुहुन्छ है, एकदम व्यस्तताको बावजुद पनि हामीले यो इन्भाइट गरेको इन्भाइटेसनलाई तपाईँले स्वीकारेर आउनुभएको छ। धेरै धेरै धन्यवाद। आरिगातो गोजाइमास। ओके, तपाईँले अब एसएसडब्ल्यू भिजामा जानको लागि तपाईँ अब पर्सि जाँदै हुनुहुन्छ। हजुर सन्जय। कुन फिल्डमा जाँदै हुनुहुन्छ अरे तपाईँ? हजुर, म चाहिँ एसएसडब्ल्यू भिजाको फुड सर्भिस अन्तर्गत टोकियोमा जाँदैछु। टोकियोमा? हजुर, जापानको राजधानी टोकियो। हजुर हजुर। ओके, अनि तपाईँले जापानिज भाषा पढेर अहिले जापान जाने तयारी पनि भइसकेको छ। हजुर। म त तपाईँको एउटा शिक्षक पनि है, काउन्सिलर पनि। लामो समय तपाईँसँग बसेको छु। तपाईँको अनुभवका कुराहरू, तपाईँको यो जापानिज भाषाको अध्ययनका सिलसिलामा तपाईँले भोगेका समस्याहरू मैले केही न केही त बुझिसकेको छु। यो अनुभवलाई तपाईँले कहिलेतिरदेखि जापानिज भाषा पढ्न सुरु गर्नुभयो? अलिकति तपाईँको यो के भन्छ विगतको दिनहरूलाई कष्ट बनाइदिनुहुन्छ कि? हजुर, मैले चाहिँ जापानिज भाषा सुरु गरेको चाहिँ लगभग 2002 तिरदेखि हो। 2022 तिरदेखि। ओके, हजुर। त्यसपछि मैले 23 तिर चाहिँ जापानमा एप्रिल इन्टेकको लागि स्टुडेन्ट भिजा बाहेकबाट यो हाचीको कन्सल्टेन्सी बाहेक अरू कन्सल्टेन्सीबाट एप्लाई गरेको थिएँ। हजुर हजुर। त्यतिखेर दुर्भाग्यवश सिओई मेरो आएन। सिओई आएन? हजुर, सिओई आएन। त्यस पश्चात मैले त्यतिखेर मेरो जापानिज भाषाको ल्याङ्ग्वेज पनि त्यति राम्रो थिएन। स्टुडेन्ट भिजामा जाने भनेपछि त्यति राम्रो थिएन मेरो ल्याङ्ग्वेज। राम्रो पढ्नु भएको थिएन? हजुर, राम्रो पढेको थिएन। हजुर। त्यतिखेर त्यहाँबाट त्यति राम्रो गाइडलाइन पनि थिएन मलाई। ओके। त्यस पश्चात मैले सिओई रिजेक्ट भएपछि स्टुडेन्ट भिजामा फेरि रिएप्लाई गर्ने चान्स एकदमै 100मा एकदमै कम रहेछ। त्यसपछि मैले 2024 तिर हजुर युरोप कन्ट्रीतिरै ट्राई गरौँ कि अब जापान पनि यस्तै भइहाल्यो भन्ने सोच लिएर युरोप कन्ट्रीतिर ट्राई गरेँ। ट्राई गर्दा गर्दै पनि त्यसमा पनि भएन मेरो। ओके, युरोपमा पनि तपाईँले प्रयास गर्नुभयो? हजुर। भन्दाखेरि तपाईँले जापान तपाईँको जानै पर्ने कन्ट्री सकिएन? हजुर। अब त्यसो हो भने जसरी भए पनि जानु त पर्यो। हजुर। सेटल त हुनु पर्यो। त्यसको लागि तपाईँले युरोप कन्ट्रीहरूमा समेत ट्राई गर्नु? युरोप कन्ट्रीमा ट्राई गरेँ। युरोप कन्ट्रीमा पनि ट्राई गर्दाखेरि नभएपछि हजुर, अनि त्यस पश्चात चाहिँ मैले यस बनेपामा मेरो साथीहरूबाट हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टर चाहिँ एकदमै राम्रो छ वर्किङ भिजाको लागि भन्ने बुझे पश्चात म चाहिँ यहाँ हाचीकोमा भिजिट गरेर हजुरबाटै काउन्सिलिङ पाएर अनि मैले 0 लेभलबाट फेरि जापानिज भाषाको स्टार्ट गरेँ। पहिला पढेको त थिएँ तर पनि त्यति राम्रो गाइडलाइन नभएको कारणले मैले यहाँ आएर 0 लेभलबाटै जापानिज भाषा स्टार्ट गरेँ। स्टार्ट गर्ने क्रममा यहाँको सेन्सेहरूको एकदमै राम्रो गाइडलाइन र सेन्सेहरूको एकदमै राम्रो पढाइहरूले गर्दाखेरि म आज यो अवस्थामा पुगेको छु। अब मैले त्यो अवस्थामा जापान जानको लागि इक्जामहरूको लेभलमा पास गर्न नसक्दाखेरि पनि सेन्सेहरूको एकदमै राम्रो गर्नै पर्छ, जानै पर्छ भन्ने खालको प्रश्नहरूले गर्दाखेरि पनि मैले र सेन्सेहरूकै मेहनतले गर्दाखेरि
आज जापान जाने अवसर मिलाइदिनु भएको छ। हाचिको thank you so परिवारलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू सो मच तपाईँले यस्तो पोजिटिभली लिनुभएको छ है हाम्रो गाइडलाइनलाई। हामीले जापानमा SSW भिजामा विद्यार्थी भिजामा जानको लागि गरिराखेको गाइडलाइनलाई एउटा सकारात्मक रूपमा लिएर जुन किसिमको मेहनत गर्नुपर्ने थियो त्यो गरेर आज सफलता पाउनुभएको छ। यसमा त हामी धेरै नै खुसी छौँ है। अनि तपाईँले जापानिज भाषा पढ्ने क्रममा होइन अब लगभग 2024 कहिलेदेखि सुरु गर्नुभयो? 24 को अन्तिमतिरबाट सुरु गरेँ। देखि सुरु गर्नुभयो। आज त 2025 को नोभेम्बर को 29 भइसक्यो होइन। भन्दाखेरि लगभग तपाईँले लगभग 15 महिना जति त जापानी भाषा पढिसक्नु पर्छ है। भन्दा 15 महिना जतिमा चाहिँ तपाईँ अब पर्सि जापान उड्ने भनिसकेपछि त अब लगभग 15 महिना जतिमा चाहिँ जापान जाने तपाईँको सपना पुरा भएछ है। पुरा भयो। ओके, अनि यो जापानिज भाषा है हुन त मैले पनि जापानिज भाषा पढेँ, लामै समय पढेर आज तपाईँहरूलाई गाइड गर्दैछु। त्यति सजिलो त महसुस हुँदैन मलाई है। के कस्तो छ, तपाईँले चाहिँ कस्तो महसुस गर्नुभयो जापानिज भाषा? कतिको गाह्रो सजिलो? जापानिज भाषा भन्ने बित्तिकै अरूको देशको भाषा, अरूको देशबाट आएको भाषाहरू हामीले सिक्नु पर्दाखेरि एकदमै गाह्रो लाग्यो मलाई चाहिँ। ओके, अब एकदमै गाह्रो लाग्दा पनि आफूले र सेन्सेहरूको मेहनतले गर्दाखेरि आज यो समयसम्म पुर्याइदिनु भयो। हजुर हजुर। अनि यसै पढ्ने क्रममा सेन्सेहरूको चाहिँ एकदमै राम्रो गाइडलाइन भयो मलाई। ओके, आफूले मेहनत गर्नुपर्ने ठाउँमा त मेहनत गरिराख्ने, सेन्सेहरूले म थाकेर अवस्था एकदम गम्भीर भएको अवस्थामा पनि सेन्सेहरूले जसरी पनि तपाईँको सपनाको देश जानैपर्छ गर्नैपर्छ भन्ने प्रश्नहरू गर्नुभएकोले आज म जापान जानको लागि यो अवस्थासम्म पुगेँ। बाटो एउटा जुन रोजिसकेको छ त्यो रोजेको बाटो चाहिँ हजुर कम्प्लिट गर्नैपर्छ भन्ने किसिमको हाचिकोको यो जुन गाइडलाइन छ हजुर त्यो अनुसारले तपाईँले गर्नुभयो, मेहनत गर्नुभयो, धेरै मेहनत गर्नुभयो है। मैले पनि मेहनत गरेँ र हाचीको परिवारले पनि धेरै नै गाइडलाइन गर्नुभयो है। त्यही भएर चाहिँ आज ओके, यहाँसम्म पुगेँ। JFT यो SSW भिजामा जानको लागि तपाईँले के को इक्जाम पास गर्नुभयो? हजुर, मैले N4 लेभलको हजुर JFT इक्जाम र फुड सर्भिसको इक्जाम स्किल टेस्ट पास गर्नुभयो। हजुर, लगभग JFT को परीक्षा तपाईँले के अरे यहाँको क्लास त कोर्स त हाम्रो लगभग 8 महिनामा सकिन्छ होइन, N4 लेभलसम्मको यहाँ 2 घन्टाको क्लास हुन्छ नर्मल्ली। भन्दाखेरि तपाईँले परीक्षा पास गर्नको लागि चाहिँ कति समय लगाउनु भयो? त्यस्तै पास गर्नको लागि चाहिँ मैले फर्स्ट टाइममै चाहिँ इक्जाम पास गर्न सकिनँ। अनि त्यस्तै गर्दा ट्राई गर्दै मैले 1 वर्ष जति लाग्यो होला मेरो पास गर्नको लागि नै। 1 वर्ष जति लाग्ने पश्चातै मैले यो फुड सर्भिसको क्लास लिएर फुड सर्भिस पढेँ र 1 वर्षभित्रमा तपाईँले JFT स्किलको टेस्ट पास गर्नुभयो? हजुर, ओके, पास गर्नुभयो। त्यसपछि लगत्तै तपाईँको अप्लाईको कामहरू पनि भयो, त्यसपछि अहिले जाँदै हुनुहुन्छ? हजुर। ओके, त्यसो हुँदाखेरि चाहिँ अब अहिले तपाईँले जापानिज भाषा पढ्नुभयो होइन, हाचिकोको गाइडलाइन राम्रो छ भनेर जुन तपाईँले पोजिटिभली स्वीकार्नु भएको छ होइन, यो कुरामा चाहिँ अब जस्तै SSW भिजामा जापान जाँदै गर्नुभएका साथीहरू अथवा पढ्ने इच्छा गरिराख्नु भएको साथीहरूलाई चाहिँ तपाईँको तर्फबाट चाहिँ के सन्देश हुनसक्छ त? थोरै तपाईँको केही सन्देश चाहिँ दिनुहोस् न। हजुर, मेरो चाहिँ अब 2023 मै COE रिजल्ट भएको हो। तपाईँहरू पनि त्यस्तै स्टुडेन्टहरू धेरै हुनुहुन्छ होला, म जस्तै अब 2023 मा रिजेक्ट भएर अरू कन्ट्री एप्लाई गरेर पनि नभएर बस्नुभएको हुनुहुन्छ होला। त्यसै कारणले तपाईँहरू त्यस्तो हुनुहुन्छ भने आज नै आएर हाचीको जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टरमा जोइन गरिहाल्नुहोस्। उहाँहरूकोमा छिरिसकेपछि उहाँहरूले गन्तव्यमा पुर्याउनुहुन्छ भन्ने मेरो आशा छ र मैले आशा लिएको थिएँ, पुरा भयो। तपाईँहरूको पनि अवश्य पुरा हुनेछ। आज नै आएर जापानिज ल्याङ्ग्वेज एन्ड कल्चर सेन्टरमा जोइन गर्नु होला भन्न चाहन्छु म चाहिँ। है, कति मिठो सन्देश दिनुभयो तपाईँले। भन्दाखेरि जे होस् आफ्नो प्रयास त हुनु नै पर्यो होइन, त्यो सँगसँगै आफूलाई गाइडलाइन गर्ने संस्था पनि अलि बलियो हुनु पर्यो, राम्रो गाइडलाइन दिने मान्छेहरू चाहिँ हुनुपर्ने रहेछ भन्ने तपाईँको बुझाइ भयो होइन। यस्तै खालको गाइडलाइन लिन चाहनुहुन्छ भने पक्कै पनि हाम्रो रोशनजीले भने जस्तै हाचीकोमा सम्पर्क गर्नुहोला। SSW भिजा, स्टुडेन्ट भिजा, हरेक चिजको लागि जापानिज भाषाको अध्यापन गराउनेदेखि लिएर जापान जानेसम्मको विभिन्न सपोर्टका कामहरू पनि गर्दै आइरहेका छौँ। यस सँगसँगै हाचीकोमा चाहिँ हामीले अझ चाँडोभन्दा चाँडो जापान जान चाहने विद्यार्थीहरूलाई 24 आवर पढाइमा नै ध्यान पुर्याउने गरी चाहिँ होस्टेलको व्यवस्थादेखि लिएर
जेएफटी स्किलका मक टेस्टहरू गर्ने गरी चाहिँ कम्प्युटर ट्रेनिङहरू सबै कुराहरू चाहिँ हामीले व्यवस्था गरेका छौँ। पक्कै पनि एसएसडब्ल्यू भिजा स्टुडेन्ट भिजाको लागि तयारी गर्न चाहनुहुन्छ भने हाचिकोलाई सम्झनु होला। आजको यो पोडकास्ट भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। आरिगातो गोजाइमास।